हेलो गाइज, वेलकम टु ब्लग। बिहान 7 बजे उठेर बोका काटे खान बोका ल्याउने, बोकाको मासु ल्याउने हिँडेको। देख्न सकिन्छ मौसम आजको खतरा छ। बिहान बिहानको चिसो मौसम, यस्तो छ मौसम। बिहान बिहान घाँस काट्न हिँडिरहन। ल उता देखाउँछु म। आइस है, सधैँ जाने उहाँ गएर त काम गर्ने त झ्याउ काम गर्नलाई गोसिँदै जान्छु। काम त गर्न पर्दैन। आकाश त के खतरा भयो मोबाइल खिचाउनु होला नि, देख्न सक्नुहुन्छ है। आज चाहिँ बिहानै बल खेल्न जाने प्लान थियो, बल खेल्न जाने प्लान पनि चौपट भइसक्यो। अब जान पर्यो यस्तो चौपट मासु काट्न भनेर। नउठा भयो त अहिलेसम्म नि उठ्नु खतरा आयो थियो त्यो भाइले त हिरो स्टाइल आएर बस्नु नमिल्ने नि भयो। वाह, देख्न सक्नुहुन्छ यस्तो छ हाम्रो गाउँमा। आज हामी माथि जाँदैछौँ खेल्ने हो 12 बजीतिर गइदिने क्या आँसु ल्याउन आएको। टक्क सानो क्लहरू मासु लिएर आउने हामी यही पिक देख्न सक्नुहुन्छ गाइज। पिङ खेल्ने पर्छ अब एकछिन। फेवाताली हाम्रो फेवाताली फेरि सिकाउनु हुन्छ अहिले, कहिले सिकाउनु पर्दैन। देख्न सक्नुहुन्छ हान्छ कि धान्दैन अरे पिङले नि। अब चाहिँ ल जा ल, यसलाई खेलाइदेऊ त भाइ यो बच्चालाई। यो बच्चा खेल्छ र नि जानु पर्यो। के गर्छ यसले? अलि मच्ची 3 चोटिमा म उही माथि गएको थिएँ। डरा साथै थुइया केटा के खेल्छ। आइज भयो यस्तो यो दिनभरिसम्म माथि पुग्छस्। म गयो के भयो आम्मा आजको मौसमै त गाइज। मौसम झरेर तल पुग्छ यार खेल्दा त पानी त झरेर के थिएन। टी सर्ट ठुलो देखिनु आम्मा गाइज। बल्ल घाम लाउनु लाग्यो बल्ल उहाँबाट कता कताबाट बादल क्या खतरा देखियो आज। पिङ खेल्ने टाढीहरू त्यहाँ झाउलाई चाहिँ घाम टाउदेखि केटाकेटी भाइले लगाएको राम्रो देखिन्छ। ल यता हेर चाहिँ यता यता इस्माइल देऊ। हामीलाई गाडी चाहिँ मलाई हिँड्दा 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 वाक्का लागिसक्यो। कहाँ कहाँ यी भाइलाई रमाइलो भइसक्यो यहाँ एडभेन्चर हिँड्ने जस्तो हुन्छ। ल ल आऊ यता यता समाइदियो त जागिर समाइदियो हुन्छ हुन्छ है। मौसम यस्तो छ। 2000 years later. बिहान आए उताबाट म फेरि
मासु लिएर आएर घर आएर खाएर सुतेर बेलुका बाबालाई बल खेल्ने हिँडिरहेको छु यसरी ल म ग्राउन्डमा गएपछि देखाउँछु अहिले चाहिँ ग्राउन्ड आइसक्यो गाइस गाइस हामी अब यहाँ घर हिँडिसक्यौँ पानी परेर उडिसक्नु त्यही बेला ब्लग यति हुन्छ बाई बाई गाइस